नमस्कार। हामी आज सदाका श्रृङ्खलाहरूमा जस्तै यहाँहरूलाई यो विशेष कार्यक्रमको लागि आज हामी म्याग्दीको लभली हिल पुग्दैछौँ, जो म्याग्दी जिल्लाको सदरमुकाम अत्यन्तै सुन्दर नगरी बेनी बजारको शिर पनि भनिन्छ र पहिला चाहिँ खबराको डिल भनिन्थ्यो। अहिले बेनी नगरपालिका 2 अन्तर्गत लभली हिल नामाकरण भएको छ र त्यो लभली हिल पछिल्लो समयमा एउटा आन्तरिक पर्यटकहरूको र विशेष गरेर युवा युवतीहरूको आकर्षक गन्तव्य पनि बन्दै आएको छ र केही पूर्वाधारहरू पनि त्यहाँ निर्माण भएको छ। र त्यसको अवलोकनको लागि हामी आज लभली हिल पुग्दैछौँ र हामीले हाम्रो प्रस्तुति पनि आज म्याग्दीको लभली हिलमै पुगेर हाम्रो प्रस्तुति पनि यहाँलाई देखाउने जमर्कोमा छौँ। र सदा जस्तै क्यामेराम्यान हाम्रो कृष्ण पौडेल, जो नमस्ते म्याग्दी डिजिटलका प्रोभाइडर पनि हुनुहुन्छ, उहाँको क्यामेराम्यान उहाँ आफै हुनुहुन्छ। त्यसै गरेर बाँसुरीमा हाम्रो दिनेश पुन लगायत हामी थुप्रै कलाकार साथीहरू र अन्य थुप्रै साथीहरू चाहिँ आज लभली हिल पुग्न भनेर अहिले त्यो बिचमा वनको बिचमा यहाँले देख्नुहुन्छ निकै नै सुन्दर हराभरा दृश्यहरू छन्। यो बिचमा चाहिँ हामी आइपुगेका छौँ र अब हामी यहाँबाट लभली हिल जानको लागि उकालो बाटो पार गर्दैछौँ र यो बिचमा चाहिँ केही थकाइ बिसाउँदै बेनीबाट यो उकालो हिँडिरहँदाखेरिको केही थकाइ बिसाउँदै एउटा मिठो ध्वनि यहाँलाई छोड्न चाहन्छौँ र त्योसँगै हामी हाम्रो यात्रालाई अगाडि बढाउनेछौँ। हाम्रो प्रस्तुति भने लभली हिलमा पुगे पछाडि हुनेछ। अहिले भने यहाँको लागि हामी छोटो म्युजिक राख्न चाहन्छौँ। परदेशमा सैलो नै नबसे हुन्न दर्शकवृन्द, बेनी बजारबाट आधी घण्टाको उकालो यात्रापछि अहिले हामी जहाँ हाम्रो आजको गन्तव्य थियो त्यही ठाउँमा आइपुगेका छौँ। लभली हिल यानि कि म्याग्दी जिल्लाको पछिल्लो आकर्षक गन्तव्य यहीँदेखि सुरु हुन्छ। यहाँले देख्न सक्नुहुन्छ यो बार लगाइएको छ, यो पूर्वाधार निर्माण भएको छ। यहीँदेखि चाहिँ यो एउटा गेट जस्तै हो, यहाँदेखि पूर्वाधार निर्माण छ। हामी अब बिस्तारै बिस्तारै माथि चढ्छौँ। प्रतीक्षालयहरू छन्। एकचोटि बेनी बजारको आकर्षक दृश्य पनि हामी हेर्छौँ र क्यामेरामा कैद गर्छौँ। त्यो तपाईँलाई देखाउनको लागि हाम्रा साथीहरू अगाडि बढिरहनु भएको छ। अब हामी म्याग्दीको लभली हिल प्रवेश गर्दैछौँ।
अहिले हामी लभली हिल आइपुग्यौँ। यहाँहरू हेर्दै हुनुहुन्छ, यहाँले देखिरहनु भएको छ यो मेघदी जिल्लाको सुन्दर नगरी बेनी बजार हो। बेनी बजार निकै नै आकर्षक दृश्य लभली हिलबाट हामी हेर्दैछौँ र त्यो तपाईँलाई पनि देखाउँदैछौँ। यही आकर्षक दृश्यको लागि धेरै महानुभावहरू लभली हिलमा पछिल्लो समय आइरहनु भएको छ। आज पनि हामीले थुप्रै महानुभावहरूलाई यहाँ देखिरहेका छौँ जो आन्तरिक पर्यटकको रूपमा हामीले लियौँ। उहाँहरूले अत्यन्तै सुन्दर दृश्य अवलोकनको लागि यो लभली हिल आएको पनि हामीलाई प्रतिक्रिया दिनुभएको थियो। काली बगिरहेको छ उत्तरतर्फबाट, यता दक्षिणतर्फबाट मेघदी नदी बगिरहेको छ र यो यहाँनिर यो भगवती मन्दिर र यो खुल्ला मञ्च यहाँले देखिरहनु भएको छ। यही खुल्ला मञ्च र यसैमा चाहिँ मेघदी र काली मिसिएको छ र दोभान बनेर यो बेनी बजार यहाँ चाहिँ अवस्थित छ र यसरी अगाडि चाहिँ काली गण्डकी बगिरहेको छ। यो सुन्दर नगरी बेनी बजारको दृश्य हो। अब हामी यहाँबाट माथि जान्छौँ र हाम्रो प्रस्तुतिलाई जोड्नेछौँ। अब हामी यो छोडेर के ल्याएर आउँछौँ हामी सोनी भेन्टल नमस्कार, युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई हामी हार्दिक नमस्कार गर्न चाहन्छौँ र हामी आज एउटा यो युनिट मेघदीको बेनी बजारको शिर पनि भनिएको छ पछिल्लो समय र निकै आकर्षक पर्यटकीय स्थलको रूपमा पनि यो ठाउँलाई विकास गरिँदैछ। यहाँ धेरै पूर्वाधारहरू पनि निर्माण गरिँदैछ यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्य बनाउनको लागि। त्यही ठाउँमा आज हामी उपस्थित छौँ। मेघदी जिल्लाको बेनी नगरपालिका 2 मा अवस्थित यो लभली हिल यही परिसरमा हामी छौँ। हामी थुप्रै साथीहरू यहाँ आएका छौँ र यो आज शनिबारको दिन अनि हामी बेनी बजारबाट झन्डै आधी घन्टाको पैदल यात्रापछि अत्यन्तै रमाइलो सुन्दर पर्यटकीय स्थलहरू पर्यटकीय ठाउँहरू हेर्दै हामी यहाँ आइपुगेका छौँ र हामीले विशेष गरेर नेपाली लोक भाकाहरू जो धेरै समय अगाडि सुनिन्थ्यो त्यस्ता मौलिक लोक भाकालाई यो युट्युब च्यानल मार्फत यहाँहरू समक्ष पुर्याउँदै आएका छौँ र आज पनि हामीले त्यस्तै गीतहरू यहाँहरूको लागि प्रस्तुत गर्दैछौँ। आज पनि हामी त्यही युनिट आएका छौँ। अझ यसो भनौँ आजदेखि हामीले लोक सुस्केरा भनेर नाम पनि दिएका छौँ यो कार्यक्रमलाई। अबदेखि तपाईँले युट्युब च्यानलमा लोक सुस्केराको नामबाट यो कार्यक्रम हेर्न पाउनुहुनेछ जहाँ हामीले अत्यन्तै मौलिक नेपाली लोक भाकालाई यहाँहरू सामु प्रस्तुत गर्नेछौँ र आज यो लभली हिलमा रहेर हामीले केही भाकाहरू राख्नेछौँ प्रस्तुत गर्नेछौँ जसको लागि आज वाद्यवादक साथीहरू र क्यामेराम्यान लगायत हामी थुप्रै साथीहरू यहाँ उपस्थित छौँ। मैले एकचोटि परिचय गराउन चाहन्छु। हामीसँग अत्यन्तै राम्रो एउटा प्रतिभा जसले अत्यन्तै सुरिलो अत्यन्तै मिठासपूर्ण तरिकाले बाँसुरीको धुन बजाउनुहुन्छ र आफैमा अत्यन्तै राम्रो कुशल गायक पनि हुनुहुन्छ। दिनेश पुन हामीसँग आज बाँसुरीमा हुनुहुन्छ। दिनेशजी अत्यन्तै मिठो बाँसुरीको धुन बजाउनुहुन्छ। त्यसै गरी हामीसँग मेघदी जिल्लाकै लोक गायक खगिन पुन हुनुहुन्छ। आज हामी सँगै खगिन पुन र हामी सँगै पनि गाउनेछौँ। त्यसै गरी क्यामेराम्यानमा हुनुहुन्छ हाम्रो नमस्ते फोटो स्टुडियोका प्रोपाइटर कृष्ण पौडेल, उहाँले यो छायाङ्कन गर्दै हुनुहुन्छ। त्यसै गरी हामीसँग अन्य साथीहरू पनि हुनुहुन्छ। हामी बेनीदेखि सँगै आयौँ यो ठाउँमा र यो कार्यक्रम तयार पार्नको लागि हामीसँग हुनुहुन्छ अरू साथीहरू। नमस्ते फोटो स्टुडियोकै प्रकाश पौडेल पनि हुनुहुन्छ। उहाँ नमस्ते मेघदी डिजिटल फोटो स्टुडियोको प्रोपाइटर पनि हुनुहुन्छ। त्यसै गरी हामीसँग प्रकाश सर पनि हुनुहुन्छ, हामीसँगै आउनु भएको छ। त्यसै गरी दिपकजी अनि यतातिर हाम्रो हेमचुली टेलरिङका प्रोपाइटर प्रेम नेपालीजी हुनुहुन्छ। त्यसै गरी हाम्रो राजेन्द्र दाई पनि हुनुहुन्छ। लगायत यहाँ थुप्रै साथीहरू हुनुहुन्छ जो हामीलाई यो टिममा यो युनिटमा चाहिँ हामीसँगै सहयात्रा गरेर यहाँसम्म आउनु भएको छ। यहाँहरू सबैलाई सम्झिँदै यो कार्यक्रममा हार्दिक स्वागत गर्दै अब हामीले केही पुराना गीतहरू गाउँछौँ। पहिला चाहिँ अत्यन्तै एउटा मार्मिक गीत छ जो हाम्रो धेरै विदेशिएका दाजुभाइ दिदीबहिनीहरूलाई लक्षित गरिएको, जो एउटा प्रदेशको पीडा र प्रदेशमा कति बसिराख्ने अब त घर देशमा फर्किए पनि हुन्छ भन्ने खालको एउटा भाव बोकिएको गीत छ।
आदरणीय दिदी बिमा कुमारी दुलाले गाउनु भएको साइलो दाई अत्यन्तै मार्मिक गीत छ। यो गीत यहाँको लागि प्रस्तुत गर्छौँ र सँगै अरू गीतहरू पनि हामीले गाउनेछौँ। अहिले भने कार्यक्रमको सुरुवातमा हामी गाउँदैछौँ साइलो दाई भाका। यति बेला निकै नै पुरानो गीत हो यहाँको लागि यो भाका।
आऊ यसै पालि सँगै गर्ने सैलोदै उखाली उराली सम्झिएर सैलोदै आऊ यसै पालि सँगै गर्ने सैलोदै